संसारको जुनसुकै क्षेत्रमा छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णलाई 2026 सालको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु फ्रम जापान। यो चाहिँ माइहामा भन्ने पार्कमा छु म अहिले। माइहामा जापानको ब्युटी देख्न सक्नुहुन्छ, कति सुन्दर छ। आहा, यो ठाउँमा आउन पक्कै पनि सबैलाई रहर हुनेछ है। तपाईँ देख्न सक्नुहुन्छ यो पछाडि रहेको दृश्य अत्यन्तै सुन्दर रहेको छ। एकचोटि अवश्य पनि आएर भिजिट गर्नुहोला। यसमा मेरो सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी जापानमा छरिएर रहनुभएका सम्पूर्णलाई मेरो यो अनुरोध छ। अत्यन्तै सुन्दर रहेको छ। मान्छेको अवलोकन गर्ने मान्छेको चाहिँ अत्यन्तै ठुलो भिड रहेको छ। यो पार्कमा चाहिँ तपाईँको चाहिँ 1 मान लाग्छ भने अर्थात् नेपाली रुपैयाँ 10,000 है। इन्ट्री फी रहेको छ। भित्र गइसकेपछि तपाईँको चाहिँ विभिन्न तरिकाको खेल खेलाइनेछ, तपाईँ खेल्न सक्नुहुनेछ। देख्न सक्नुहुन्छ पछाडि चाहिँ अत्यन्तै ठुलो भिड रहेको छ। म अहिले त्यहाँ पुगिसकेको त छैन, तर मैले देख्न सक्छु यहाँबाट। तर भित्र गइसकेपछि चाहिँ लाइन चाहिँ एकदमै बवालै रहनेछ भन्ने जानकारी आएको छ। तपाईँ देख्न सक्नुहुन्छ, भिडियोमा रहनुहोला। सम्पूर्णलाई मेरो अनुरोध छ। ल भित्र पसौँ, कस्तो छ भित्र गएर हेरौँ है त। अब म भने यहाँबाट जाँदैछु भित्र। अब भित्र गइसकेपछि तपाईँको चाहिँ कस्तो रहेको छ, फ्री पैसामा कहाँसम्म जान सकिन्छ र पैसा तिरेर कहाँसम्म जान सकिन्छ भनेर चाहिँ म त्यो जानकारी प्राप्त गरेर मात्र जानेछु। किनभने मसँग अहिले पैसा छैन है। पैसा नभएको कारणले भित्र जान चाहिँ सकिँदैन। त्यो भिडमा सायद म पनि सामेल हुनेछु। अब हेरौँ। तपाईँ देख्न सक्नुहुन्छ ट्रेन गइसकेको छ यहाँबाट। आहा, कति रमाइलो छ नि है। अब तपाईँ देख्न सक्नुहुन्छ ट्रेन पनि आइसकेको छ भने म चाहिँ भित्र जाने क्रममा छु। यो पर्यटकको अत्यन्तै ठुलो भिड रहेको छ भने म चाहिँ सायद जान सक्दिनँ होला। तपाईँ देख्न सक्नुहुन्छ यो भिड छ। म लगभग यो भिडमा आइसकेको छु। यो त सानो भिड हो, यसको अगाडि अझै ठुलो भिड छ। यो किनभने आज न्यु इयर है, आज सालको पहिलो दिन अर्थात् 2026 1 महिना 1 गते। त्यसै हुँदा घुम्न आउने पर्यटकको एकदमै ठुलो मात्रामा भिड रहेको छ। तपाईँ देख्न सक्नुहुन्छ। म चाहिँ जाँदैछु। अब कहाँसम्म जाने प्रक्रिया चल्छ, कहाँसम्म जान सक्छु त्यो चाहिँ अब भिडियोमै थाहा हुनेछ है। तपाईँ देख्न सक्नुहुन्छ अत्यन्तै ठुलो भिड छ, अत्यन्तै। यो दिस इज द फर्स्ट टाइम आई सी वेयर इज सो मेनी क्राउड। यु क्यान सी गाइज। यो त सानो हो, यसको पछाडिको कुरा गरिरहेको छु। यो त अगाडि त म जति पनि देखिरहेको छु, यो त पछाडि जुन छ इट्स अनबिलिभेबल। वाल यु क्यान सी, आई विल सो यु गाइज। ओके। यो सानो भिड रहेको छ भने यो चाहिँ इन्ट्री गर्नको लागि गेटमा तपाईँ ठुलो भिड त्यहाँ देख्न सक्नुहुन्छ। कति ठुलो भिड है। यो चाहिँ माइहामा पार्क भन्दो रहेछन्। भर्खरै मात्र यहाँ माथिबाट ट्रेन गुज्रेको छ भने यो चाहिँ माइहामाको बिल्डिङ छ। नाइट भ्यू चाहिँ यसमा बबलै आउँछ है। तपाईँ देख्न सक्नुहुन्छ अत्यन्तै सुन्दर। यो ठाउँमा एकचोटि पक्कै पनि घुम्न आउनु होला। मान्छेको आगमन क्रम एकदमै जारी रहेको छ भने यहाँ देख्न सक्नुहुन्छ लाइन चाहिँ एकदमै ठुलो लाइनमा रहेर चाहिँ अगाडि भित्र पस्ने वातावरण रहेको छ भने तपाईँ देख्न सक्नुहुन्छ अत्यन्तै राम्रो छ दृश्य है। देख्न सक्नुहुन्छ। यो हो नि त तरिका गाइज। सो म चाहिँ यहाँबाट भित्र पस्न सकिनँ, माफ गर्नु होला। भित्रको दृश्य म देखाउन चाहन्छु, तर म असमर्थ रहेको हुनाले अब म यहीँबाट चाहिँ म फर्किन चाहन्छु है। तपाईँलाई म के भन्न चाहन्छु भन्दा एकचोटि आएर यो ठाउँमा चाहिँ अवलोकन गर्नु होला है। म यही भन्न चाहन्छु, यो ठाउँ अत्यन्तै सुन्दर रहेको छ। ठाउँको विज्ञापनभन्दा पनि यो ठाउँको एकदमै मूल्यवान चिज के रहेको छ भन्दा एक सौन्दर्य है। त्यो ठाउँको सौन्दर्य जुन छ नि तपाईँलाई एकदमै मोहित बनाएको छ।
पक्कै पनि एक दिन अवश्य म भित्र बस्नेछु भित्र बसेर तपाईँलाई देखाउने छु। यो मेरो बाछा रह्यो। यो भिडियोमा जोडिएर अगाडि बढ्नु होला। आशा छ सम्पूर्णले यो भिडियोलाई माया गरिदिनु हुनेछ, मन पराइदिनु हुनेछ, अगाडि बढाइदिनु हुनेछ है। यो मेरो विनम्र अनुरोध रहेको छ सम्पूर्ण नेपाली जनहरूलाई, संसारको कुना कप्चारामा रहेर हेर्नुभएका सम्पूर्ण नेपालीलाई मेरो यही अनुरोध छ। यो भिडियोलाई जति सक्दो सेयर गरेर आफ्ना आफन्तमाझ पुर्याउनु होला। जो पनि जापानमा रहनुभएका सम्पूर्ण नेपालीहरू हुनुहुन्छ हेरेर आनन्द लिनुहुनेछ। सो यति भन्दै म भिडियोबाट बिदा हुन चाहन्छु। सम्पूर्णलाई मेरो विनम्र अनुरोध छ, भिडियोलाई जति सक्दो माया गरिदिनु होला। तपाईँले माया गर्नुभयो भने यस्तै यस्तै अरू पनि भिडियो ल्याउन म एकदमै उत्सुकता जाग्नेछ। म भित्रको जोस जाग्नेछ। तपाईँले माया गरिदिनु भयो भने लाइक, कमेन्ट, फलो गरेर नबिर्सनु होला। भेटौँला नेक्स्ट भिडियोमा। त्यति बेलासम्मको लागि चाहिँ बाई बाई सम्पूर्णलाई। बाई बाई एभ्रिवान। सी यू अगेन नेक्स्ट भिडियो। Bye bye. Same day tickets for admission.